नमस्ते साथीहरू। आज चाहिँ म बिजनबारी स्ट्यान्ड आइरहेको छु घर जानको लागि। अन्त मैले अलरेडी ब्रेकफास्ट पनि खाइसकेको थिएँ। आलु पराठा छ यहाँनिर चाहिँ यत्रो ठुलो बनाइदिनु भएको थियो। आलु पराठा चाहिँ हाम्रै एकोमोडेसनको माथिल्लोपट्टि पाउँछ। अन्त छोला पनि दिएछ। आज दादाले मैले अर्डर त गरेको थिइनँ तर अन्त यो छोला र यो पराठा खाएर चाहिँ ट्याम्मै भइरहेको थियो। अन्त म चाहिँ घरपट्टि लागि। आज चाहिँ म जामुनेबाट गएँ किनभने जामुनेबाट चाहिँ छिट्टो पुग्छ। अन्त मेरो बिजनबारी जाने काम पनि थियो। अन्त मेन रोड चाहिँ अलिक बिग्रेको छ नि त, त्यो भएर चाहिँ यताबाट गयो छिट्टो पुग्छ भनेर चाहिँ यता जामुनेको बाटो गएको आज चाहिँ। अन्त जाँदा जाँदा यहाँनिर मेरो पहिलाको हामी खेल्ने बाटोहरू पनि भेट्यो पुलबजारको। यो चाहिँ मेरो पापाको घर हो नि त। म त यहीँनिर जन्मेको पुलबजारमै। बिजनबारी पनि पुगेँ। अन्त बिजनबारीमा चाहिँ किनभने यहाँनिर दादालाई भेट्नु काम थियो। अन्त मेरो दादाले चाहिँ यहाँनिर काम गर्छ डिग्री कलेजमा। अन्त यता मजाले यहाँनिर कस्तो दामी प्लान्टहरू लगाएको रहेछ। दादाले चाहिँ आउनु बित्तिकै लु मोमो चाउमिन के खान्छस् भने। अन्त मैले अलरेडी पराठा खाएर आएको, एउटा मोमो चाहिँ खान्छु भने। अन्त दादाले एउटा खायो, मैले एउटा खाएँ। खाइसकेर चाहिँ म उता बिजनबारीपट्टि लागेँ। बिजनबारी जाँदाखेरि चाहिँ हेर्नु खोलाहरू कस्तो बढिरहेको रहेछ पानी परेर। अन्त त्यहाँदेखि चाहिँ आज पानी बेसी परेकोले चाहिँ क्रक्स नै लगाएर आएको थिएँ म पनि बजारबाट। यहाँनिर चाहिँ तपाईँको आई लभ दार्जिलिङ छ होइन, आई लभ बिजनबारी चाहिँ छ ल। अन्त काम गरिसकेर आई लभ दार्जिलिङ भन्नु मात्रै आउँछ कि। अन्त जुएलसँग यहाँनिर फोटो क्लिक गर्दैछु। ऊ चाहिँ भर्खर उठेर बसिरहेको थियो। अन्त मम्मी चाहिँ लेजले दिएको रहेछ, लेज खाँदैछ उसले हो। Thank you for watching. हुन्छ साथीहरू, थ्याङ्क यू फर वाचिङ। Bye bye.